हेलो गाइज वेलकम ब्याक टु गिज्मो कुरा। आज चाहिँ म तपाईहरुलाई म्याकओएस 26.4 को सफारीले चाहिँ कम्प्याक्ट ट्याब्सहरु फेरि रिटर्न गरेको छ। त्यो चाहिँ कसरी अन गर्ने भनेर त्यसको लागि हामी सुरुमा अहिलेको लागि सफारीमा जाउँ। सफारीमा गइसकेपछि चाहिँ हाम्रो इन्टरफेस यस्तो हुन्छ। अनि पहिला चाहिँ तपाई सेटिंग्समा जानुस्। सेटिंग्समा गइसकेपछि हजुरको स्क्रिनमा चाहिँ यहाँ ट्याब्स भनेर हुन्छ। ट्याब्समा चाहिँ यहाँ सेपरेट र कम्प्याक्ट छ। यसलाई कम्प्याक्टमा चुज गर्नुस् अनि ब्याक हुनुस्। त्यसपछि म के सर्च गर्छु युट्युब भयो। अब न्यू ट्याब गरिसकेपछि यहाँनिर कम्प्याक्ट आउँछ अनि त्यसपछि जीमेल गरौँ अनि यसरी आउँछ। अनि फेरि यसलाई सेपरेटमा जाँदा पनि भयो नभए कम्प्याक्टमा। यसरी चाहिँ हजुरहरूले चेन्ज गर्न सक्नुहुन्छ। जुन चाहिँ पहिला चाहिँ सेपरेटमा थियो अब अहिले चाहिँ कम्प्याक्टमा आइसकेपछि चाहिँ इजी भएको छ। यो चाहिँ सबैभन्दा फेभरेट चाहिँ एउटा अप्सन थियो जुन चाहिँ ब्याक भएको छ। सो थ्याङ्क यू गाइज फर वाचिङ।